2890 जना उम्मेदवारहरूको जमानत जफत भएको छ। तीमध्ये 350 जना उम्मेदवारहरूको चाहिँ मत नै आएको छैन, उहाँहरूको मत काउन्टिङमा शून्य अवस्था देखिन्छ। जमानत राखिएका उम्मेदवारहरूमध्ये जसले सदरमतको 10% भन्दा बढी मत प्राप्त गर्नुहुन्छ उहाँहरूको जमानत फिर्ता हुन्छ पछि। तर 10% सदरमतको 10% भन्दा कम मत प्राप्त गर्ने उम्मेदवारहरूको चाहिँ जमानत जफत भन्ने हुन्छ, त्यो जमानत फिर्ता गर्न पर्दैन, फिर्ता हुँदैन। यसरी यो कानुनमा भएको व्यवस्था बमोजिम फागुन 21 गते भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा पहिलो निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ केही उम्मेदवारहरूको जमानत जफत पनि भएको छ। त्यसमा चाहिँ 2890 जना उम्मेदवारहरूको जमानत जफत भएको छ। तीमध्ये 350 जना उम्मेदवारहरूको चाहिँ मत नै आएको छैन, उहाँहरूको मत काउन्टिङमा शून्य अवस्था देखिन्छ। र 516 जना उम्मेदवारहरूले चाहिँ जमानत जफत भएको छैन, उहाँहरूले पछि फिर्ता गर्नुहुन्छ। फिर्ता गर्ने पनि यसको प्रक्रिया छ। निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएपछि त्यसको 90 दिनभित्र उम्मेदवारहरूले आफ्नो जमानत फिर्ताका लागि निवेदन हाल्नुपर्ने हुन्छ र उहाँहरूले त्यो रकम फिर्ता पाउनुहुन्छ।